Hello everyone, welcome to the DG School Media Project. I am Akriti Himire and I'll be your guide throughout this exciting journey. The Media Project is more than just another assignment. It's your chance to transform everything you have learned in the classroom into a real world project. It's an opportunity to think creatively, solve problems, and showcase your skills. Each student will create a unique project based on the given topic. Now, here's why this project matters. The Meteor project carries 35% of your final academic evaluation, making it one of the most important assessments of the year. And here's the exciting part. You are not just submitting your project to your school, you'll be competing with students from more than 200 DZ school partner schools across Nepal on a national platform. One important reminder, submitting your Meteor project is mandatory for every student. Before diving into the project, let's understand important guidelines for Meteor project. यो गाइडलाइन्स फलो गर्नुभयो भने तपाईँको प्रोजेक्ट राम्रो मात्र होइन इभ्यालुएसन क्राइटेरिया अनुसार पनि स्ट्रङ हुनेछ त्यसैले सबैभन्दा पहिले के गर्नु हुँदैन भन्ने कुरा बुझौँ प्लेजरिजम इज स्ट्रिक्टली प्रोहिबिटेड स्कुलवर्क्स प्रोमा प्रत्येक प्रोजेक्टको प्लेजरिजम चेक हुन्छ इन्टरनेट एआई क्लासमेट्स वा कुनै पनि सोर्सबाट डाइरेक्ट कपी गरेको प्रोजेक्ट रिजेक्ट वा डिस्क्वालिफाई हुन सक्छ प्रोजेक्टमा अफेन्सिभ डिसरेस्पेक्टफुल हेटफुल र इनअप्रोप्रिएट इमेजेस ल्याङ्ग्वेज भिडियोज र कन्टेन्ट प्रयोग नगर्नुहोस् एआईलाई हेल्परको रूपमा मात्र प्रयोग गर्नुहोस् प्रोजेक्टको मेन आइडियाज अन्डरस्ट्यान्डिङ कोडिङ डिजाइन र क्रिएटिभिटी भने तपाईँको आफ्नै हुनुपर्छ प्रोजेक्ट गाइडलाइन्स इन्स्ट्रक्सन्स र सबमिसन रिक्वायरमेन्ट्स स्ट्रिक्टली फलो गर्नुहोस् गाइडलाइन्स फलो नगरेमा असेसमेन्टमा असर पर्न सक्छ पर्मिसन बिना पर्सनल कन्फिडेन्सियल र सेन्सिटिभ इन्फर्मेसन जस्तै फोन नम्बर पासवर्ड्स पर्सनल डेटा आदि प्रोजेक्टमा इन्क्लुड नगर्नुहोस् इन्कम्प्लिट नन फङ्सनल वा डेडलाइन पछि प्रोजेक्ट सबमिट नगर्नुहोस् Now let's dive into grade 3 Meteor project. यस प्रोजेक्टमा तपाईले स्क्रैच प्रयोग गरेर एउटा इन्टरेक्टिभ स्पोर्ट्स गेम बनाउनु पर्नेछ अब क्वेशन र स्याम्पल सल्युसन सँगै हेरौँ सबैभन्दा पहिले क्वेशनमा गेमको क्लियर अब्जेक्टिभ हुनुपर्छ भनिएको छ त्यसैले स्याम्पल सल्युसनमा प्लेयरले सकर बललाई गोलभित्र पुर्याएर स्कोर बढाउनु पर्ने अब्जेक्टिभ राखिएको छ यदि प्लेयरले गोल गर्न सकेन भने चान्स घट्दै जान्छ र सबै चान्सेस सकिसकेपछि गेम समाप्त हुन्छ अर्को रिक्वायरमेन्ट अनुसार कम्तीमा 3 वटा स्प्राइट्स प्रयोग गर्नुपर्छ त्यसैले यहाँ सकर गोली र गोल गरी 3 वटा स्प्राइट्स प्रयोग गरिएको छ क्वेशनमा कम्तीमा 3 वटा ब्याकड्रप्स जसमा एउटा कस्टम ब्याकड्रप पनि हुनुपर्छ भनिएको छ त्यसैले स्याम्पल सल्युसनमा स्टार्ट स्क्रिन गेम प्ले स्क्रिन र गेम ओभर स्क्रिन प्रयोग गरिएको छ यी मध्ये एउटा ब्याकड्रप स्क्रैचमा आफैले क्रिएट गरिएको कस्टम ब्याकड्रप हो अब स्कोर भेरिएबलको कुरा गरौँ क्वेशनमा गेम खेल्दै जाँदा स्कोर परिवर्तन हुनुपर्छ भनिएको छ त्यसैले यहाँ स्कोर भेरिएबल बनाइएको छ प्लेयरले बललाई गोलभित्र पुर्याउँदा स्कोर 1 ले बढ्छ जसले प्लेयरको प्रोग्रेस देखाउँछ क्वेशनमा साउन्ड्स पनि प्रयोग गर्न भनिएको छ त्यसैले स्याम्पल सल्युसनमा किक साउन्ड गोल चेयर र बोइङ साउन्ड प्रयोग गरिएको छ बल किक गर्दा किक साउन्ड बज्छ गोल हुँदा चेयर साउन्ड बज्छ र गोलीले सेभ गर्दा बोइङ साउन्ड बज्छ यसले गेमलाई अझ इन्टरेक्टिभ बनाएको छ अर्को रिक्वायरमेन्ट अनुसार मोसन ब्लक्स प्रयोग गरेर क्यारेक्टर्सलाई मुभ गराउनु पर्छ त्यसैले यहाँ प्लेयरले लेफ्ट एरो र राइट एरो की प्रयोग गरेर बललाई मुभ गर्न सक्छ भने स्पेस की थिच्दा बल किक हुन्छ त्यसैले गोलीले ग्लाइड ब्लक्स प्रयोग गरेर लगातार लेफ्ट र राइट तर्फ मुभमेन्ट गर्छ क्वेशनमा स्टार्ट स्क्रिन गेम प्ले र एन्ड कन्डिसन पनि हुनुपर्छ भनिएको छ त्यसैले ग्रीन फ्ल्याग थिचेपछि गेम सुरु हुन्छ त्यसपछि गेम प्ले चल्छ र सबै चान्सेस सकिसकेपछि गेम ओभर स्क्रिन देखिन्छ यस्तै गेमको एन्ड कन्डिसन स्पष्ट रूपमा देखाउँछ अन्तिम रिक्वायरमेन्ट अनुसार गेम क्रिएटिभ ओरिजिनल र फन टु प्ले हुनुपर्छ त्यसैले यस स्याम्पल सल्युसनमा स्कोर सिस्टम मुभिङ गोली साउन्ड इफेक्ट्स चान्सेस सिस्टम र गेम ओभर स्क्रिन जस्ता फिचर्स राखेर गेमलाई अझ रमाइलो बनाइएको छ क्वेशन अनुसार प्रोजेक्ट पूरा भएपछि आफ्नो स्क्रैच प्रोजेक्टलाई .sb3 फर्मेटमा सेभ गरेर स्कुलवर्क्स प्रो मार्फत सबमिट गर्नुपर्छ यसरी यो स्याम्पल सल्युसनले क्वेशनमा मागिएका सबै रिक्वायरमेन्ट्स पूरा गरेको छ रिमेम्बर यो केवल स्याम्पल सल्युसन हो यसलाई कपी नगर्नुहोस् आफ्नो आइडियाज क्रिएटिभिटी र स्क्रैच कोडिङ स्किल्स प्रयोग गरेर कम्प्लिटली ओरिजिनल इन्टरेक्टिभ स्पोर्ट्स गेम तयार गर्नुहोस् अल द बेस्ट